नमस्ते, मेरो नाम गणेश ओली, म चाहिँ कोलम्बिया दाङबाट। कोलम्बिया दाङले मार्केटमा कस्तो रिभ्यू पाइरहेको छ त्यो जान्नको लागि हामी 2-4जनासँग रिभ्यू गर्न गइरहेको छौँ। एकछिन पर्खिनु न, 2 मिनट टाइम दिन सक्नुहुन्छ? हजुरको नाम? बबिता मल्ल, हजुरको नाम? कृष्ण रागी, पिलु घटी मगर, कमला छेत्री, अरुणा घटी मगर। हजुरहरूले कोलम्बिया दाङ इन्स्टिट्युटको बारेमा सुन्नुभएको छ? हजुर हजुर सुनेको छु। हजुर कस्तो लाग्छ? राम्रो छ, एकदमै राम्रो इन्स्टिट्युट हो। अब हामी पनि त्यही पढेको हो, हामी 10 पछि हामीले पनि त्यही पढेकै हो। अनि अहिले चाहिँ हाम्रो भाइ बहिनीहरूलाई पनि त्यही एडमिसन लिएको छौँ। अनि हजुर केही भनिदिनुहोस् न त्यसको बारेमा। त्यो हामीले पहिले सुनेको थियौँ नि, त्यो भन्दा पनि राम्रो पाएँ मैले चाहिँ। जब त्यहाँ गएर बुझेँ त्यसपछि मैले हिजो भर्खर मात्र मेरो बहिनीलाई पनि एडमिसन गरिदिएको थिएँ। प्रिस कोर्सको लागि धेरै राम्रो छ, एकदम राम्रो छ। मेरो भाइ पनि राम्रो छ एकदम। मेरो बहिनी पनि त्यही पढिरहेको, त्यही जोइन गरिरहेको छु अहिले म त्यही पढेको हो। राम्रो छ एकदम। इफ राम्रो स्टुडेन्टले चाहिँ कोलम्बियामा राम्रो पर्फर्मेन्स देखायो भने चाहिँ उसको फ्युचर चाहिँ ब्राइट छ। कोलम्बियाले त्यसको लागि झन् माथि पुऱ्याउँछ जस्तो चाहिँ मलाई लाग्छ। ल धन्यवाद हजुरले रिभ्यू दिनुभएकोमा। थ्याङ्क यू।